सक्नुहुन्छ। यता चाहिँ पुरै हामीले सकिसक्यो। प्रिन्स यतातिर छ, प्रिन्स माम है खाइसक्यो अरे। अनि हाम्रो पाक्दैछ, यसले खाइसक्यो अरे माम। सागलाई फिनिस गरिसके अनि आज होइन हामी प्रिन्स प्रिन्स भाइ हजुर होइन। ल यहाँ चाहिँ भालेहरूको घमासान परेछ है, हेर्न सक्नुहुन्छ। डेन्जर डेन्जर मासु खाने बेला भइसक्यो भालेहरूको, लप्प परिरहेको छ। कसले जित्ने है गाइज? ल सपोर्ट गरौँ है, सपोर्ट कसले जित्ने हो। हेलो गाइज, सबलाई नमस्कार छ। म चाहिँ विमल बसेल, फेरि पनि म एक्टिभ भइसकेँ फेसबुकमा। अनि अहिले चाहिँ बेलुकाखेरि क्लिप लिइरहेको छु। हाम्रो तोरी अस्ति नै छरेको थिएँ, त्यो भिडियो तपाईँहरूले पक्कै हेर्नुभयो होला। अनि अहिले चाहिँ यत्रो यत्रो भएको तोरी हेर्न सक्नुहुन्छ, तर खाने बेला भइसक्यो हेर्न सक्नुहुन्छ पुरै। अनि आज पनि तरकारी चाहिँ यही तोरीको सागै हो। त्यो तोरीको साग पकाउन लागिरहेको छु म, हेर्न सक्नुहुन्छ धारामा। यसलाई तोरीको साग अहिले त साग थाल पाइन्छ खानुलाई। कति गरेर साग अलिअलि रोपेछौँ हामीले। रायोको साग, तोरीको साग पनि छ। रायोको साग हेर्न सक्नुहुन्छ यहाँ है पुरै रोपेछ है। यता छ टमाटरहरू छ, यहाँनिर खोर्सानी। अनि साग चाहिँ म दिँदैछु तरकारी, मिठो हुन्छ यो तोरीको साग। अनि यतातिर चाहिँ साग, अनि तोरीको साग हेर्न सक्नुहुन्छ पुरै छ। अहिले चाहिँ बेलुकाखेरि क्लिप लिइरहेको छु। अनि ठिकै हुन्छ साग। अहिले पहिला तरकारी केही हुन्थेन, अहिले चाहिँ साग चाहिँ मस्त हुन्छ, मिठो पनि हुन्छ, राम्रो पनि हुन्छ, एकदम भिटामिन पनि हुन्छ गाइज। अनि मेथीहरू छरेछ यहाँ हेर्न सक्नुहुन्छ। अनि मेरो भिडियोहरू चाहिँ कस्तो लागिरहेछ हेरौँ, सबैजनाले कमेन्ट समेन्ट गरौँ है गाइज।